जाऊ 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 यतिको चुन्दिनु नि बाई यो घान्द्रुङबाट ओह्राली झर्दै हिजो उकाली आएको थियौँ कति टाढो लागेको थियो अब आज कस्तो हुन्छ अहिले चाहिँ खुसी हुँदै दुइटा ब्याग भएछ अहिले एउटा हिजो म लडेको यहाँबाट कसरी झर्नु जानु जानु ल हामी चाहिँ खाना खानु सुरु भइसक्यो घान्द्रुकमा आएर यता हाम्रो म्याम साहब अनि यता म छु अब भात खाने हो ल अब बरु हेर्नुपर्छ भिडियो घान्द्रुकको भ्यू नमस्ते साथीहरूलाई वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू एगेन यसमा दिलु गुरुङ आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु तपाईँहरू टाइटल लिएर तपाईँ सक्नुभयो होला आज चाहिँ के भिडियो रहेछ भन्दा आज चाहिँ हामी चाहिँ हिजो बेलुका घान्द्रुकमा आएको थियौँ अनि अहिले सनसेट भएको चाहिँ भ्यू हेर्दैछौँ जुरुक्क उठ्ने बित्तिकै मुख पनि नदेखिन म चाहिँ भ्यू हेर्न आएको छु अनि तपाईँहरू नि हेर्नु होला मेरो भिडियो के कस्तो हुन्छ हजुरहरू देखाउने छु घान्द्रुकको भिडियो हेर्नु आइस भएर आएको थियो हाम्रो दिनको सुरुवात चाहिँ यस्तो मर्निङको भ्यूबाट भएको छ हिमालमै छेउमै पुग्नु खोजेको जस्तो भएर हिमाल चढ्नु नसके पनि यत्तिको भाइब चाहिँ लिनुपर्ने हुन्छ है त हामी बसेको रुम चाहिँ यही हो छाडा हुन्छ जस्तो के देखाएको ल अब चाहिँ ब्रेकफास्ट खानु रेडी भएर अहिले हामी ड्रेस लाउँछौँ टुकटाक बनाउँछौँ सबै गर्छौँ चाहिँ खाजा आयो खाजा साथीहरू हामी चाहिँ खाजा खाएर अब चाहिँ हामी ड्रेस लाउनु जाँदैछौँ हुन्छ म झापा गएर छैन नि मैले आफै मारिने फाँक बनाइसक्यो नि सबै बनाइरहेको ड्रेस लाउनु पसेको छु ड्रेस लाउनुको लागि भित्र छिरिसकेको छु मलाई भन्दैछ कस्तो लाग्ने रातो चुलो छ रातो लगाउनुहोस् कस्तो बनाउनु ड्रेसहरू लाउँदैछौँ लाटोसँग त्यहाँ हामी देखिरहन्छ त बटन नलगाऊ है बटन नलगाउनु फुल लुक्समा आउँछ यसो नाला ड्रेसहरू अब भिडियो बनाउनु जाने यो कामको बोक्दैन नि आउनु
उहाँ र जितु दादा आउनु क्यामेराम्यान यसो बन्दिलाको मैले चित्तै बुझेन अब चाहिँ हामी जान्छौँ भिडियो बनाउनु फोटो सेसन हुँदैछ यहाँ चाहिँ तिम्रो नाउँ बोलाउँछु नि हर गोधुली साँझैमा तिमीलाई पर्खी बस्दै हामी गान्तोकबाट चाहिँ कताहरू सबै चेकअप गरेर अब हामी जान्छौँ पोखरातिर होइन अब कति हिँड्नुपर्नेछ झ्यापडा पल्टिन्जेल हिँडेको छु त्यो गान्तोकबाट ओह्राली झर्दै हिजो उकाली आएको थियौँ कति टाढो लागेको थियो अब आज कस्तो हुन्छ अहिले चाहिँ खुसी हुँदै दुइटा ब्याग रहेछ अहिले एउटा हिजो म लडेको यहाँबाट आया कसरी झर्नु लड्छ पो त ड्रिम प्लेस कता हो ऐसा डम्बरलाई पुग्दैन नि त्यो घिसेन पुगेर ल्याएको होइन माथि आउँदा भनेको जस्तो गान्तोकबाट चाहिँ अब जाँदैछौँ हामी पोखरातिर हामी जाँदैछौँ लुरु 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 अब हामीलाई कति टाइम लाग्छ बक्सहरू त खानु मन पर्छ भन्यो अरे करेन्ट दिनु अझै त मेरो अघिको भिडियो उयो जाऊँ न जाऊँ 4 बजे आज त 4 बजेदेखिसम्म उता हुन्छ के भन जान जान कि त रे हाम्रो पार्क हाम्रो पार्क हाम्रो पार्क तर हिजो ओकाली गएको ओह्राली त्यति साह्रो हुँदैन नि त नि ओकाली हिँड्दा दम बढ्छम्म त ओह्राली हिँड्दा जिउ थाम्नु गाह्रो हुँदैन क्या तिमीहरूलाई मोटरयानलाई बस पार्कसम्म हिँड्दैछौँ हामी आइसाला सुत्ने छु लु अब चाहिँ लाग्मे पोखरातिर बाई बाई गान्तोक भन्ने दिन पनि आइसक्यो अब यहाँ गान्तोक आउँदा चाहिँ बस पार्क चाहिँ यता रहेछ जुनै गाडी आयो नि यहीँसम्म मात्रै हुँदो रहेछ त्यहाँदेखि चाहिँ हिँड्नुपर्ने रहेछ पुरै जाऊ 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 यतिको चस्मा पुड्छ चुन्दैन नि ल ओके बाई यता अब हामी जान्छौँ गाइस आज हामी घान्द्रुकलाई बाई बाई गर्दै पोखरा तर्फ लाग्दैछौँ
अपरेटिङको बाटो डमरले गर्छ भिडियो अपरेटिङ बाटो सुरु हुन थाल्यो यो त जस्ट सिग्नल मात्रै सिग्नल 9 किलोमिटर हो 9 किलोमिटर चाहिँ पुरै अपरेटिङ छ घान्द्रो काउने बाटो आमा मान्छेहरूले राम्रो भिडियो मात्रै हाल्छ म त देखाइदिन्छु बाटो यसरी हुन्छ यस्तो हुन्छ पिच रोडमा यस्तो हुन्छ होइन आयो बाइकमा पर्न आएको ठिकै भएछ सुरु त भाइ म त हिजो गाडी कहाँ फसाउँछ अनि के छ आइसा के ठिक छ भाइ दुईटामा जुनै बाटो गयो एउटै रहेछ बाटो चाहिँ भन्छ त भने बाटो देखाइ मेन फोकस बाटो लाँदै नेपालको ड्राइभरको त बाटो पाए त छिराएर देखाउँछ भने जस्तै म ओट लाउँदै कटाइरहेको थियो नि कागबेनीमा बाङ्गो बाटो होइन त्यो स्टाइल हो क्यामेराम्यानको भयो दिलो ल हामी चाहिँ पोखरा आएर अब खानासाना खाएर घुम्नु जान आँटेको छौँ अहिले चाहिँ हामी शिवजी मन्दिर भएकोमा जाँदैछौँ आइसकेको छौँ यहाँ चाहिँ अब हिँडेर जान्छौँ त्यसको लागि हजुर बाहिरबाट एउटा टिकट दर्शन गरेर फर्किने माथि पनि त जानु पाउँदैन नि फेरि उतै रेलिङ मात्रै हो नि रेलिङभरि मात्रै हो नि जाने यहाँबाट देख्ने पोखराको भ्यू हेर्नु होला त्यो त यता छ सहर ट्रेक पशुहरू रहेछ सिलीबाट हिँड्ने कि यहाँबाट हिँड्ने यहाँ धेरै कुरो चिपेर जान्छ जाउँ अहिले चाहिँ हामी ड्रिम सिटीमा आएछौँ स्काई वाक के पाइन्छ अरे त्यो टिकटले यहाँ नक्सामा जति छ टिकटक बनाउने जति जबै पाइन्छ ओहो हो र भित्र गएपछि देखिहाल्छ अब चाहिँ हामी निक्लिन्छौँ होला होइन अनि ड्रिम सिटीबाट नै अब निक्लेको यहाँबाट कहाँ जान्छौँ थाहा छैन ल यहाँ हाम्रो गाइडहरू चाहिँ क्यामेरा पनि नाटी हिँड्दैछ क्यामेरा माट्नु खोजेको छैन हिँड्नु पनि सकेको छैन यस्तै छ हालत वाइट टेम्पलबाट चाहिँ फर्किँदैछौँ त्यहाँ चाहिँ भिडियो गर्नु पाउँदैन त्यही भएर फोटोहरू मात्रै लियौँ त्यही भएर अब हामी गएको यता चाहिँ दामी हुँदो रहेछ आइसक्रिम केक अब के खाने तातो बनाइदिनुपर्छ तातो बनाइदियो भने यो दिनु ल आइज न डमरीभित्र ल साथीहरू हामी चाहिँ अघि स्टोरमा गएको थियौँ होइन अनि त्यहाँबाट गएर आएर एकछिन रेस्ट गरेर चाहिँ हामी भोलि फेवाताल जाने हो नि त अनि लुगा छैन त्यही भएर किन्नुको लागि चाहिँ सपिङमा जान रहेछौँ त्योभन्दा अगाडि चाहिँ हामी चटपट खाना हुन्छ यहाँ अर्ग्यानिक चटपटे यहाँ हुनुहुन्छ हाम्रो अङ्कलजी अनि मजा लिँदै बस्दै हुनुहुन्छ उहाँहरू स्ट्रिट फुड खाने हो अनि सपिङ गर्नु पनि जाने भोलिको लागि लुगा त्यो पैसा त आराउँछ तल थापेपछि बाटैमा
हामी जस्तो करोडको लगानी लगाएर मेहनत गरे पो हुन्छ अम्लो कम चुप लाग्यो है यहाँ स्पेसल चाहिँ अन्तिममा बनिँदैछ नि त फेरि यसको चाहिँ यो लगाऊ यसको कलरहरू थुप्रै छ खालि ब्यागमा छोडिँदो रहेछ अब चाहिँ हामी निक्लेको सपिङ गरेर कता लेखेर जाने कि नजाने जान्न एकछिन त यहीँ खुला हुन्छ अनि राख्दा हुन्छ नि कति बेरसम्म तर कहाँबाट आउनुपर्छ हामी यही त हामी मोमो खान आँटेछौँ मोमो 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 अघि त्यो कपडा दोकानमा कस्तो लाइट नि अब आजलाई के भयो म त सबै गरेँ जिस्काएर हो क्या स्टिम चिकन आज जिस्काएर कम हुन्छ भोलि पनि 11:30 मात्रै कस्तो छ हाल्नु क्यानबेरा कि कोडा कुन मोमो हौ कस्तो छ मिठो छ अब के गर्नु मिठो नभए पनि पकाउनु अब खानाहरू खान्छौँ एकछिनबाट यति भन्दा आजको लागि चाहिँ भिडियोमा यहीँ इन गर्न चाहन्छु त्योभन्दा अगाडि के कस्तो लाग्यो भनिदिनु होला यति भन्दै बाहिर छ फेरि आउनु छ अर्को न्यू भिडियो लिएर बाई